यहाँलाई मैले कार्यक्रममा स्वागत गर्न चाहेँ। अहिले नेपालमा गणतन्त्रको काम छैन, गणतन्त्रले केही पनि गर्न सकेन देशलाई। अब राजतन्त्र चाहिन्छ, राजा नै चाहिन्छ भन्ने भनाइ चलिरहेको छ। कि नेपालमा अब राजा नै ल्याउनु पर्ने हो सुशासनको लागि, के भन्न चाहनुहुन्छ? प्रश्नको लागि तपाईँलाई धन्यवाद। अहिले देशमा राजतन्त्र या गणतन्त्र भन्ने विषयमा चाहिँ प्रश्न व्यापक रूपमा उठेको छ। अहिलेको अवस्थामा सरसर्ती हेर्दा यो बस उठ्नु सामान्य कुरा नै हो। देश एउटा गतिमा जानुपर्ने त्यो गतिमा गएको छैन र यहाँका चाहिँ जनताले जुन आकांक्षा राखेको हो त्यो आकांक्षा पुरा हुन सकेको छैन। भनेपछि आकांक्षा पुरा हुन सकेको छैन, त्यसैले चाहिँ गणतन्त्र होइन राजतन्त्र नै ल्याउनुपर्छ भन्ने भनाइ तपाईँको हो? होइन, मेरो भनाइ त्यस्तो होइन। आकांक्षा पुरा गर्न सकेको छैन एउटा विषयको कुरा भयो, तर एउटा व्यवस्थामा अथवा एउटा कुनै पनि चिजमा प्रश्न उठ्न बित्तिकै त्यो पूर्ण रूपमा असफल भयो भन्ने पनि त होइन नि त। त्यो बुझाइ छ, तर त्यो बुझाइ होइन। यो जुन अवस्थामा छ यसलाई सुधार गरेर चाहिँ अब नयाँ बाटो अघि बढ्न सकिन्छ नि त, विकल्पहरू खोज्नुपर्छ नि त। हामी व्यवस्थामाथि प्रश्न उठाउने, राजतन्त्र माग्ने, राजतन्त्र खोज्ने, गणतन्त्रमाथि प्रश्न उठाउने, तर यसमा गणतन्त्र किन कमजोर भन्ने विषयको बहस पनि त गहिरो खालकै हुनु पर्यो नि। हावाको भरमा, अनलाइन मिडियाको भरमा, टिकटकका साना चाहिँ टुक्काहरू सुनेर यो विषयलाई चाहिँ एउटा कमजोर हलुका बनाउनु भएन नि। यति जटिल विषयमा जटिल तरिकाले चाहिँ सबैले सोच्नुपर्छ। देशका जनताहरूमा एउटा बौद्धिक तर्क भनौँ, आफ्नो मौलिकपनमा पनि एउटा आफ्नो बौद्धिक तर्क हुने अथवा खोज हुने हो भने सायद यो प्रश्न आउँदैन कि जस्तो लाग्छ मलाई। होइन, अहिले चाहिँ अब तपाईँले भन्नुभयो गणतन्त्रलाई नै सुधार गरेर चाहिँ हामीले यसलाई सुधार्न सकिन्छ भन्नुभयो। तर अहिले जुन गणतन्त्र चाहिँ अहिले जुन 62-63 सालपछि 65 सालपछि नेपालमा गणतन्त्र आएपछि जनताहरू नेपालमा अहिले विदेश नगइकन नेपाली जनताको भविष्य छैन। अहिलेको अवस्था हेर्ने हो भने जताततै भ्रष्टाचार, जताततै घुसखोरी अनि कानुन न्याय भन्ने सर्वसाधारणलाई छैन, ठुला बडालाई मात्रै छ। के यो तपाईँहरूले खोजेको गणतन्त्र यस्तै हो त? के यसलाई सुधार गर्दै के भन्न चाहनुहुन्छ? तपाईँको प्रश्न जायज छ, जायज ठाउँमा छ। जायज ठाउँमा छ। अहिले मुलुकमा जुन गणतन्त्रमाथिको सङ्कट थियो र सुरुवातमा राजतन्त्र फालेर गणतन्त्र ल्याउने भन्दै गर्दा यसैको लागि गणतन्त्र ल्याइएको चाहिँ होइन। वास्तवमा गणतन्त्रको आफ्नै यसको सिद्धान्त छ, यसका लक्ष्य आफ्नै छन्। मानौ गणतन्त्रको माग हुँदै गर्दा अथवा जनयुद्धको घोषणा हुँदै गर्दा अथवा युद्ध लड्दै गर्दा फेरि पनि नेपाली जनताले राजतन्त्र नै माग्नु पाउनुपर्छ भनेर लडिएको होइन। त्यसका सपना छन्। जनताका छोराछोरीले त्यो बेलाको राज्यसँग असन्तुष्टि पोखेर असन्तुष्टि पैदा भएरै आफ्नो ज्यानको बलिदान दिन तयार भएका हुन्। होइन, त्यो बेलामा जनताका छोराछोरीले बलिदान दिए, तर त्यहाँ आज जसले बलिदान दिए ती जनताका छोराछोरी त आज छैनन्। अहिले सरकारमा त अरू मान्छे जो चाहिँ हिजो नाइके बनेर हिँडेका थिए, जसले चाहिँ युद्धमा हुमाए, ती मान्छे मात्रै चयन गरिरहेका छन् अहिलेको यो गणतन्त्रलाई। भने जसले हिजो युद्ध लडेका थिए, जसले रगत बगाएका थिए, ती अहिले यो देशमा छैनन्, आफ्नो भविष्य खोज्न बाहिरै गइरहेका छन्। के यसैको लागि ल्याएको हो गणतन्त्र? तपाईँको प्रश्न जायज छ। गणतन्त्र कुनै एउटा सीमित व्यक्तिको लागि अथवा सीमित परिवारको लागि गणतन्त्र पक्कै पनि ल्याएको होइन। गणतन्त्र भुइँ मान्छेहरू जो सर्वहारा वर्ग छ, तल्लो वर्ग छ, उसको लागि ल्याइएको गणतन्त्र हो र यो गणतन्त्र चाहिँ उसकै लागि उपयोग हुनुपर्छ। हामीले राजतन्त्रमाथि प्रश्न उठाउन पाइँदैन भन्दै गर्दा गणतन्त्र पनि सबल गणतन्त्र हुनु पर्यो नि।
यसमा तर सफल गणतन्त्र हुन पर्यो, तर सफल गणतन्त्र भइदिने कहिले कहिले भइदिने? नेपालमा गणतन्त्र स्थापना भएको पनि तपाईँको कति वर्ष भइसके हेर्नुहोस् त, 10, 15, 20 वर्षभन्दा बेसी भइसक्यो गणतन्त्र आएकै। अब कहिले चाहिँ तपाईँले जनताको लागि चाहिँ सुधारिएको गणतन्त्र ल्याउनुहुन्छ? के पर्खेर बसिरहने सधैँभरि? तपाईँको विषयमा पर्खेर बसिरहने भन्ने कुरा होइन। वास्तवमा पहिले राजतन्त्र थियो, राजतन्त्र हट्यो, गणतन्त्र आयो। गणतन्त्रपछि एउटा संविधान सभाको चुनाव त भएको छ नि त, जनताले आफ्ना प्रतिनिधि छान्ने व्यवस्था भएको छ नि त, त्यो त सकिन्छ नि, जनताले सक्ने कुरा छ नि। तर पक्नुहोस्, तर यदि जनताले आफूलाई चाहिँ हाल्ने चुन्ने आफ्ना प्रतिनिधिहरू एउटा चाहिँ बौद्धिकताको आधारमा उनीहरूका भिजन के छन्, लक्ष्य के छन्, उद्देश्य के छन् बुझेर चाहिँ मतदान गर्ने अथवा प्रतिनिधि चुन्ने भए गणतन्त्रको चाहिँ एउटा सुधार गर्न सकिन्छ नि त। होइन, त्यो चुन्ने भन्दा पनि अहिले त के लहर चलेको छ भने जसले बढी पैसा खर्च गर्न सक्छ, जसले जनतालाई किन्न सक्छ, उसकै कार्यकर्ता बढी हरेक क्षेत्रमा चाहिँ राजनीतिक छिरेको छ, हरेक क्षेत्रमा राजनीतिक भएको छ। धेरैवटा राजा भने क्या, एकजना मात्रै राजा भएन। पहिला एकजना राजा थियो, अहिले चाहिँ गाउँ गाउँमा सिंहदरबार भनेको छ, गाउँ गाउँमा सिंहहरू छिरेर सखाप बनाए। त्यही भएर अहिले जनताले भन्न थाले कि धेरैवटा राजा भन्दा एउटा राजा मात्रै ठिक छ। अब के धेरैवटा राजा हटेर एउटा राजा मात्रै हुँदाखेरि बन्छ भन्ने, देश बन्छ भन्ने लाग्छ तपाईँलाई? के लाग्छ? एउटा तपाईँको कुरा सुनेर मलाई आँस पनि उठ्यो। यस्तो गरुङको विषयमा यति सजिलो खुकुलो तर्क गर्नु मलाई जायज लाग्दैन। तर्क होइन, म त पत्रकार हो, मैले क्वेसन सोधेँ। होइन, ठिक छ, तपाईँको कुरा ठिक छ। होइन, मैले तपाईँलाई होइन, मैले नेपाली जनताको प्रश्न सुनेर एन्सर दिन खोजिरहेको छु। चाहिँ अहिले गणतन्त्रको घोषणापछि तपाईँलाई कुरा भनौँ, गणतन्त्रको घोषणापछि नेकपा माओवादी केन्द्र चाहिँ एउटा ठुलो शक्तिको रूपमा उदायो। ठुलो शक्तिको रूपमा उदाउँदै गर्दा माओवादी टर्चलाइट बालेर खोज्नुपर्ने स्थितिमा पुग्यो। हजुर, किन पुग्यो? हजुरलाई चाहिँ यसको विषयमा दिन्छु, म जवाफ दिन्छु। म अघि विषयमा छु। माथि पुग्यो माओवादीको एक्लै संविधान एक्लै संशोधन गर्ने अवस्था थिएन नि त त्यतिखेर। तर जनताले जिताएका बेला गर्नु पर्थ्यो, किन गरेन? अब तपाईँको यहाँका चाहिँ महाराजाहरूले, अगाडिका शासक वर्गहरूले यहाँ जनताको काम हुने गरी त शासन बनाएकै छैन नि त, राजनैतिक झमेला हालेका छन्। हामीले माथिले भन्ने बित्तिकै चाहिँ तल परिवर्तन हुने भन्ने अवस्था पनि छैन। यसलाई विभिन्न नीतिहरू छन्, यसलाई परिमार्जन गर्नुपर्छ, त्यसका लागि बहुमत पुग्नुपर्छ, पारित गर्नुपर्छ, हरेक विषयमा खोज अनुसन्धान गर्नुपर्छ, त्यो हो नि त। भनेपछि अब खोज अनुसन्धान गरि नै रहने, काम केही पनि नगर्ने, सधैँभरि खोज अनुसन्धान गरेरै बस्ने हो त? कहिलेसम्म बस्ने अब जनताले खोज अनुसन्धान गरेर? सर्वप्रथम त तपाईँको विषय पनि जायज छ। नेपाली जनता खोजेको खोजै नै रहे। राजतन्त्र फाले, गणतन्त्र खोजे, फेरि गणतन्त्र फाल्न खोज्दैछन्, राणा पनि फाले, फेरि राजतन्त्र खोज्दैछन्। नेपाली जनतामा एउटा अस्थिरता देखा पर्यो। यहाँ भनिन्छ नेताहरू अस्थिरता, तर तपाईँको यहाँको जनतामा फाँटो छ। जनता यहाँको चाहिँ मान्छे अनुसारको नेता बढी भए। के त अब नेता घटाउने भन्दा पनि
नेता घटाउने भने त नेता भनेको त आफ्नो चाहिँ उसँग भिजन छ भने नेता बन्छ भन्न पाउनुपर्छ, उसको अधिकार हो, अधिकारको कुरा हो। तर त्यो भन्दैमा कुनै एउटा पक्षलाई दोष लगाउने अथवा चाहिँ नेपाली जनताले तिनै भयमध्येका राम्रा चुन्ने अथवा कुनै पनि पार्टीको लागि बहुमत दिने कि उसले एक्लै संविधान संशोधन गर्न सकोस्। त्यसो हो भने अहिलेको अवस्थामा राम्रो को त, कसलाई राम्रो मान्ने, को छ त अहिलेको अवस्थामा राम्रो, कसलाई मान्नुहुन्छ बताउनुहोस्, अहिलेको अवस्थामा राम्रो भन्दा पनि एउटा अहिले समस्या जटिल मोडमा छ। कुनै एउटा व्यक्तिलाई मात्रै राम्रो भन्ने अवस्था छैन। पार्टीलाई कुन पार्टी छ त्यस्तो राम्रो बताउनुहोस्। एउटा यो व्यवस्थाको लागि, यसलाई संस्थागत गर्नको लागि र यसलाई चाहिँ यो मुलुकलाई साँच्चै भनेको ठाउँमा लैजानको लागि अहिले गणतन्त्र मानौ माओवादी केन्द्रले, तत्कालीन नेकपा माओवादीले गणतन्त्रको घोषणा, जनयुद्धको घोषणा नगरेको थियो भने गणतन्त्र आउने थिएन नि, सम्भव थियो त थिएन नि। गणतन्त्रले के गरेन भन्छन् मान्छेहरू, म भन्दैछु थिएन नि, के गरेन भन्छन् बताउनुहोस्। तत्कालीन समयमा यदि अहिले गणतन्त्र आएको छ, नेपाली जनताले चाहिँ गणतन्त्र आएको त कसको कारणले आयो उसलाई दिनु पर्यो नि त। उसलाई चाहिँ एक्लै शासन गर्न पाउने अवस्था दिनु पर्यो। उसले कसरी गणतन्त्र के को आधारमा ल्यायो भन्ने कुरा नेपाली जनताले उसलाई एकचोटि त परीक्षण गर्नु पर्यो नि त। होइन, एकचोटि गर्यो। 65-64 सालमा माओवादीलाई जनताले जिताए हेरे। अहिले पनि तपाईँको पुष्पकमल दाहाल प्रचण्ड 3 चोटि प्रधानमन्त्री भइसक्नुभयो। अब जनताले कतिचोटि चाहिँ पुष्पकमल दाहाल प्रचण्डलाई अथवा माओवादीलाई सरकारमा पठाइरहने, अब कहिलेसम्म आश गरिरहने त। अब सर्वप्रथम त तपाईँलाई भन्छु 3 चोटि बन्यो भन्नुभयो, म अब भन्छु अब एकचोटि बन्नु पर्यो। तर एकचोटि बन्नु पर्यो, तर प्रत्यक्ष निर्वाचित कार्यकारीको रूपमा, कि उहाँले चाहिँ एक्लै सरकारमा आफूभन्दा दोस्रो दल होइन कि उहाँले एक्लै शासन गर्न पाउनु पर्यो। र त्यो नभएको खण्डमा म भन्छु उहाँको कुनै पनि एउटा जनताले पनि उहाँको समर्थन गर्नु भएन के। उहाँलाई पुरा शासन गर्न दिनु पर्यो। यदि भएन भने नेपाली जनताले उहाँलाई चाहिँ कुनै पनि रूपमा मान्नु भएन, हाम्रो भनाइ त्यो हो। तर शासन गर्न चाहिँ पाउनु पर्यो, किनकि हामीले मानव माओवादीले जन्माएको एजेन्डा हो नि त। उसलाई शासन गर्न दिए भने, जन्माएको एजेन्डा हो भने अब माओवादीले मात्रै गर्नु पर्यो, अरूले गर्न भएन, अरू एकजना पनि आउनु भएन भन्ने तपाईँको भनाइ। भनेपछि त अहिले त विभिन्न नयाँ पार्टीहरू, नयाँ दलहरू पनि सरकारमा आएका छन्, राजनीतिमा उदाएका छन्। के यिनीहरू पनि सखापै हुनु पर्यो, माओवादी मात्रै रहनु पर्यो भन्ने भनाइ हो तपाईँको? के भन्न खोज्नु बताउनुहोस्। सिधा प्रश्नको सिधा उत्तर दिनुहोस्। मेरो भनाइमा, मैले बुझ्ने भाषामा भन्छु, मेरो भनाइमा माओवादी मैले अहिले केलाई लिइरहेको छु भने गणतन्त्र जसको कारण आयो नि त, यो परिवर्तन जसको कारण आयो, मैले त्यसैका कारण माओवादी भनिरहेको छु। उसैको कारण आएको भन्नेमा पनि सबै सहमतै हुनुहुन्छ। राजा मायानकी राजावादी पनि भनिरहनु भएको छ माओवादीकै कारणले गणतन्त्र आएको हो। काङ्ग्रेस एमाले त माओवादीसँग लतारिएर गएका हुन् भनिरहनु भएको छ। अब हामीले बालेन हर्कहरूलाई भनिरहेका छौँ, उहाँहरू त गणतन्त्रको फुलबारीमा फुलेको सुन्दर फुलहरू नै हो नि वास्तवमा। अहिले बालेन जस्तो मान्छे यदि हिजो राजतन्त्र हुन्थ्यो भने एउटा काठमाडौँको मेयरमा जितेर चाहिँ उसले यो परिवर्तन गर्न सम्भव हुन्थ्यो त। गणतन्त्र माथि चाहिँ गणतन्त्रको फुलबारीमा तपाईँले बालेनलाई गणतन्त्रको फुलबारी भन्नुभयो, तर बालेनहरू जस्तै तपाईँले जसले माओवादीले गणतन्त्र ल्यायो भन्नुभयो, माओवादीले बालेन शाहहरू जस्तै, हर्क साम्पाङहरू जस्तै बनेर काम गरेर जनतालाई किन देखाउन नसक्नु भएको त? यसमा किन कमजोर हुनुभयो? यसमा मेरो तर्क छुट्टै छ। यसमा बालेनले काम गर्नु भएको छ। आफ्नो प्रदर्शन उहाँले जुन एउटा नेतृत्वदायी पदमा रहेर देखाउनु पर्ने थियो उहाँले देखाइरहनु भएको छ। हर्क साम्पाङले एउटा चाहिँ नयाँ किसिमको, उहाँले चाहिँ श्रम बिना सम्भव हुँदैन है भन्ने एउटा चाहिँ प्रदर्शन देखाइरहनु भएको छ। उहाँहरू यो गणतन्त्रकै माध्यमले उहाँहरू त्यो ठाउँमा पुग्नु भएको हो नि त। त्यो रूपमा माओवादीले चाहिँ
एकछिन रोक्नु ल यार मैले प्रश्नै बिर्सेँ क्या अन्तिममा त तपाईँले गर्नुभएको ठिक छ तपाईँले प्रश्न बिर्सिनु भयो तर हामी टिभीमा जानु रातै पर्खेर छ हाँसै नि रोकिँदैन अब हाँसै नि हाँसेकै खिच्ने ल है त ल म जाँदा जाँदै तपाईँलाई अन्तिममा मैले एउटा प्रश्न गर्न चाहेँ नेपालमा अहिले नयाँ दलहरू पनि आएका छन् जसले चाहिँ नेपालमा अब नयाँ सुशासन ल्याउने भनेका छन् नेपालमा के अब नयाँ दलले नि गर्न सक्छ अथवा नेपाललाई सुशासन ल्याउन सक्छ के भन्न चाहनुहुन्छ यसमा मेरो भनाइ छ अब राजतन्त्र भन्ने कुरा त यो सम्भवको कुरै छैन त्यसलाई बसमा नलिउँ बसमा यो विषय छ नयाँ भन्नेहरू छन् नयाँ भन्नेहरूले गर्न सक्छन् त पुरानो पार्टी गर्न सक्दैनन् भन्ने कुरा छ यो अवस्थामा नयाँमा जोस जाँगर छ पुरानाहरूमा अनुभव छ पुराना राम्रा र नयाँहरू पनि एक ठाउँमा आउनुपर्छ मिल्ला यो सम्भव छ उहाँहरू पार्टीमै मिल्नुपर्छ भन्ने होइन अहिले जुन गणतन्त्रमा उहाँहरू रहनुहुन्छ भएको छ उहाँ यहाँको फुलबारी बनेर फुलेर रहनु भएको छ उहाँहरूले यसको पक्षमा र यसमाको पक्षमा लाग्ने दलहरूको पक्षमा चाहिँ मिलेर अघि बढ्नु भयो भने समृद्धि सम्भव छ ठिक छ यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु यतिन्जेलसम्म हामीलाई समय दिनुभयो आगामी दिनमा पनि यस विषयमा हामी विशेष चर्चा गर्नेछौँ अहिलेलाई हाम्रो टिम सहित म शैलेश पराजुली पनि बिदा हुन चाहन्छु नमस्कार